नमस्कार। आज हामी एउटा अलि फरक तर चाखलाग्दो विषयमा कुरा गर्दैछौँ। नमस्कार। हो, आजको विषय छ विश्व स्वतन्त्रता दिवस। यो विश्व स्वतन्त्रता दिवस नोभेम्बर 9 मा मनाइदो रहेछ, खास गरी अमेरिकातिर। आज हामी यसकै बारेमा अलि गहिरिएर कुरा गरौँ हैन त। स्रोतहरूले के भन्छन्, कसरी सुरु भयो अनि नेपालसम्म आइपुग्दा यसको अर्थ के हुन्छ भनेर। हो, र यो अमेरिकाको मात्र कुरा पनि होइन जस्तो छ। यसका अन्तर्राष्ट्रिय पाटाहरू अनि विभिन्न विचारहरू पनि छन् स्रोतहरूमा। सुरु गरौँ न त यसको जगबाटै। ल, त्यसो भए यो दिवसको सुरुवात चाहिँ कसरी भयो त? सुनमा आयो अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले 2001 तिर घोषणा गर्नुभएको रे। हजुर, ठ्याक्कै। अनि मिति पनि महत्त्वपूर्ण छ, नोभेम्बर 9, किनभने यही दिन सन् 1990 मा बर्लिनको पर्खाल भत्किएको थियो नि। हो त, त्यो त ठुलो घटना थियो। हो, त्यसैलाई मध्य र पूर्वी युरोपमा कम्युनिस्ट शासनको अन्त्यको प्रतीक मानिन्छ। त्यही ऐतिहासिक दिनलाई सम्झिन बुश प्रशासनले यो दिवस सुरु गरेको देखिन्छ। भनेपछि यसमा त्यो शीत युद्धको अन्त्य अनि अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगनको भूमिका पनि जोडिने भयो होइन त? अवश्य। स्रोतहरूले रेगनको नीतिको पनि कुरा गर्छन्। खास गरी उनले सोभियत संघमाथि जुन वैचारिक र आर्थिक दबाव बढाए त्यसलाई पनि शीत युद्ध अन्त्यको एउटा कारण मानिन्छ। त्यसैले अमेरिकामा यो दिन मनाउँदा रेगनको नीतिको पनि सम्झना गरिँदो रहेछ। अनि अमेरिकामा चाहिँ कसरी मनाउँछन् त यो दिन? यसो हेर्दा त्यहाँका युवाहरू, विद्यार्थीहरू अनि खास गरी रिपब्लिकन पार्टीतिरका समूहहरूले अलि बढी जोड दिन्छन् जस्तो छ। हो, उनीहरूले यसलाई पुँजीवाद र स्वतन्त्रताको जितको रूपमा हेर्छन् र कार्यक्रमहरू पनि गर्छन्। त्यो भयो अमेरिकी दृष्टिकोण। तर यहाँनिर अलि फरक कुरा पनि छ है स्रोतमा? छ। चाखलाग्दो कुरा के छ भने स्रोतहरू भन्छन् युरोपीय देशहरू लगायत अरू धेरै देशहरू चाहिँ यो दिवस मनाउँदा त्यति उत्साहित देखिँदैनन्। किन होला त्यस्तो? स्वतन्त्रता त सबैलाई प्यारो हुनुपर्ने हो नि। कुरा त्यति सोझो छैन क्या। स्रोतहरूले यसलाई फेरि त्यही शीतयुद्धकालीन वैचारिक मतभेदसँग जोड्छन्। पुँजीवादी भयो, कम्युनिस्ट, समाजवादी। हो, ती विचारधाराहरू बर्लिन पर्खाल भत्किनु वा शीतयुद्ध सकिनुलाई सबैले एउटै नजरले हेर्दैनन्। कसैका लागि यो अमेरिकी विजयको कथा होला, तर अरूलाई त्यो आफ्नो कथा जस्तो नलाग्न सक्छ। व्याख्या फरक छ। बुझियो। विचारधाराको कुरा आयो, तर स्रोतहरूमा त्यो नयाँ विश्वव्यापीकरणको पनि कुरा छ अनि नयाँ राष्ट्रवादको पनि, फेरि विश्व बन्धुत्व जस्तो फराकिलो विचार पनि त छ नि। हो, यो एकदम महत्त्वपूर्ण कुरा हो। यसले के देखाउँछ भने राजनीतिक प्रणाली जुनसुकै होस्, मान्छेको स्वतन्त्रताको चाहना हैन अनि सहज जीवन जिउने इच्छा चाहिँ विश्वव्यापी नै हो नि। तर अहिलेको यो नयाँ विश्वव्यापीकरण र सँगसँगै बढ्दै गएको राष्ट्रवादले त्यो विश्व बन्धुत्वको भावनालाई कता लैजान्छ भन्ने प्रश्न चाहिँ छ। स्वतन्त्रताको अर्थ र अभ्यास पनि यिनै कुराहरूबाट प्रभावित हुन्छ। यही विश्वव्यापी र राष्ट्रिय यथार्थको कुरा गर्दा अब अलिकति नेपालतिर मोड्यौँ है त। हरेक देशको आफ्नो अनुभव हुन्छ स्वतन्त्रताको बारेमा। नेपालमा पनि हामी विक्रम सम्वत 2007 साल, 2046 साल अनि 2063 लाई राजनीतिक स्वतन्त्रताका ठूला फड्का मान्छौँ। हो, ती त राजनीतिक अधिकार प्राप्तिका लागि भएका ऐतिहासिक सङ्घर्ष र उपलब्धिहरू हुन्। तर यहाँ स्रोतहरूले अलि फरक कोणबाट पनि हेरेका छन्। उनीहरूले स्वतन्त्रतालाई राजनीतिक अधिकारमा मात्र सीमित नराखेर त्यो सहज जीवनयापनसँग जोडेका छन्। हो त, मलाई पनि यही कुरा एकदम मनमा लाग्यो। हामी दैनिक जीवनमा जे भोगिरहेका छौँ नि, बाटोमा निस्क्यो घन्टौँ जाम, ग्यासको लाइन, तेलको लाइन, कहिले पानीको लाइन, अनि यो महँगी हेर्नुस् त। भ्रष्टाचारको कुरा छँदैछ, कानुन छ तर पालना गराउने निकाय कति कमजोर छ। यस्तो अवस्थामा हामी साँच्चै कति स्वतन्त्र छौँ त? नै त। स्रोतहरूले यी दैनिक समस्याहरूलाई नै नेपाली सन्दर्भमा स्वतन्त्रताका वास्तविक चुनौती भनेका छन्। राजनीतिक रूपमा स्वतन्त्र हुनु एउटा पक्ष भयो, तर जब नागरिकले आफ्नो आधारभूत आवश्यकता पूरा गर्न र दिनदिनैको जीवन चलाउन यति सकस भोग्नुपर्छ, तब त्यो स्वतन्त्रताको वास्तविक अनुभूति चाहिँ हुँदैन। भनेपछि स्वतन्त्रता भनेको चुनावमा भोट हाल्नु मात्रै होइन रहेछ? होइन, त्योभन्दा धेरै फराकिलो कुरा हो। सम्मानपूर्वक
सहज रूपमा बाँच्न पाउने अवस्था पनि स्वतन्त्रता हो। ल त्यसो भए आजको यो छलफलबाट हामीले के कुरा बुझ्यौँ त, मोटामोटी रूपमा भन्दा? मूल कुरा हामीले के देख्यौँ भने विश्व स्वतन्त्रता दिवस अमेरिकामा एउटा खास ऐतिहासिक, अझ भनौँ शीत युद्धको सन्दर्भमा सुरु भयो, तर विश्वभरि यसलाई हेर्ने दृष्टिकोण एउटै छैन, फरक फरक छ। अनि नेपालमा आइपुग्दा? नेपालमा आउँदा चाहिँ स्वतन्त्रताको अर्थ खालि राजनीतिक अधिकार मात्र होइन, बरु आम मान्छेको दैनिक जीवन कति सहज छ, कति गुणस्तरीय छ भन्ने कुरासँग जोडिएको रहेछ। स्रोतहरूले यही देखाउँछन्। स्वतन्त्रताको चाहना विश्वव्यापी भए पनि यसको अनुभव र चुनौतीहरू चाहिँ ठाउँ अनुसार फरक पर्दा रहेछन्। र अन्त्यमा श्रोताहरूलाई एउटा प्रश्न छोडेर जाउँ न त। स्रोतहरूले उठाए जस्तै नेपालमा स्वतन्त्रताको परिभाषालाई राजनीतिक अधिकारभन्दा फरकिलो बनाएर हेर्ने हो भने हामीले भोगिरहेका यी दैनिक समस्याहरू, जाम, लाइन, महँगी, भ्रष्टाचार, यिनको समाधान नगरी वास्तविक स्वतन्त्रताको अनुभूति होला त? यो सहज जीवनयापन सहितको व्यावहारिक स्वतन्त्रता कसरी सुनिश्चित गर्ने होला? हो, यो साँच्चै गम्भीर प्रश्न हो, सोच्नुपर्ने कुरा हो। आजलाई यति नै गरौँ। फेरि अर्को अङ्कमा नयाँ सामग्री लिएर आउने नै छौँ। त्यतिन्जेलका लागि बिदा हुन्छौँ। नमस्कार। तपाईँको समय शुभ रहोस्। नमस्कार।